कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष 2082-83 का लागि 1 अर्ब 2 करोड 91 लाख बराबरको बजेट प्रस्तुत गरेको छ। बर्दगोरिया गाउँपालिकाको 16औं गाउँसभामा बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले आगामी आर्थिक वर्ष 2082-83 का लागि नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गर्नुभएको थियो। बर्दगोरिया गाउँपालिकाले 34 करोड 39 लाख चालु खर्चतर्फ बजेट विनियोजन गरेको छ भने 41 करोड 52 लाख पुँजीगत खर्चतर्फ बजेट विनियोजन गरेको छ। हामीले आजसम्म बर्दगोरिया गाउँपालिकामा 1 वडादेखि 6 वडासम्म जुन ठाउँमा विकास भएको थियो त्यो ठाउँमा हामीले सुरुवात गऱ्यौँ। त्यसले गर्दा गाउँतिर बढी विकास भएको कारणले गर्दा अलि काम अलि कम देखिएको छ, अलि पर्चा कम भएको छ। अहिले हामीले चाहिँ यो बौने बजारलाई चाहिँ अलिकति व्यवस्थित अलि सरसफा गरेर शुद्ध बनाउने सोच बनाएको छ, क्लिन बनाउने सोच बनाएको छौँ। त्यो साथसाथै हाम्रो त के अरे शिक्षा, खानेपानी, स्वास्थ्य अनि यो बाटाहरू, पिचहरू, पानी पिचमा हामी लागेका छौँ। मलाई लाग्छ बर्दगोरिया गाउँपालिकाभित्र हाम्रो सुरु नै एजेन्डा जो थियो त्यो एजेन्डा हाम्रो अगाडि बढाएको छौँ। हाम्रो यो 1 क्लासदेखि 10 क्लासमा स्कुल फ्री गऱ्यौँ, त्यस्तै क्याम्पसलाई पनि हामीले अगाडि बढायौँ, स्वास्थ्य अगाडि बढायौँ, त्यस्तै खानेपानी अगाडि बढाएको छौँ। र भन्नुहोस् स्वास्थ्य, शिक्षा, खानेपानीलाई पहिलो प्राथमिकता दिएका छौँ। हामीले अब कृषि क्षेत्रलाई हैन, महिला उद्यमीहरू, बालबालिकाहरूको लागि अनि शिक्षा, स्वास्थ्य, खानेपानी लाई चाहिँ मेन टार्गेट गरेर लक्षित गरेर बजेट ल्याएको छौँ। यसमा नयाँ कार्यक्रम के आयो? हाम्रो नयाँ कार्यक्रम त्यही तपाईँको स्वास्थ्य क्षेत्रको तपाईँको वृद्धहरू जो आमा बुवाहरू हुनुहुन्छ उहाँहरूको चाहिँ घरमै तपाईँको स्वास्थ्य कर्मीलाई पठाएर उपचार गर्ने, उहाँहरूको चाहिँ औषधि उपचारमा ध्यान दिने भन्ने हो। सब अन्य कुरामा विकास निर्माण त भइरहेको छ यहाँ हैन। अब विशेष गरी बाटो यस्तो उन्नति गर्ने त कालोपत्रेलाई प्राथमिकता राख्ने भन्नुभयो अघिल्लो वर्ष। यसपालि के जोड? कालोपत्रेलाई हामीले प्राथमिकतामा राखेका छौँ। हाम्रो सङ्घ प्रदेशबाट आएको बजेट जो छ त्यो त कार्यान्वयन हुने नै भयो र हाम्रो गाउँपालिकाको बजेटबाट पनि हामी कालोपत्रेको काम अगाडि बढाउँछौँ।